यो म खाऊ न अहिले फोहोर झर्छ मर्छन् क्या मेरो सानीदेखिको पानीको तैँलाई छोडाउन सक्छु अब बहनी भनेर हुन्छ त अर्काका घरमा खाना हुन्छ यसरी अहिले फोहोर झर्छ छिचेर दुध गर्छन् त्यस्ता कुरा गर्दिनँ म सानीदेखि लाग्यो भने मान्छे भने ऊ बाटाबाट खाऊ जाऊ म खाऊ क्या यहाँ अहिले मान्छे आयो भने के भन्छन् जेसुकै भए पनि मान्दिनँ मान्दिनँ हुन त तिम्रा बाबुआमाले त नसकेको हारे तिमीलाई म त के सक्थेँ मलाई गाउँकोलाई पनि नसकेको मलाई पहिले त्यस्तो खतरा भनेको खतरा यही खानाका खतरा त होला नि अर्को त के चाहिँ लडायो र जन्मिनु गरे त अम्लो नठड्याउ तिम्रो चोर अम्लो नठड्याउ भाँची देउला फेरि म साइँको कुरो बोल्दाखेरि पनि नि कस्तो जडाउ जडाउ गर्छन् भने नि यो सानीदेखि लागेको पनि छोड्दैन अनि बानी हटाउन सकिन्छ त हौ मान्छेले के हटाएका छन् यही जाबे एउटा बानी हटाउन सकिँदैन जिद्दी तैँले के भन्नु खोजेको के भन्न खोज्नु यो सानीदेखि लागेको बानी यो खाइन्छ तैँले हट्दैन हट्दै कहाँ भन्दा जाँदै के बसेर नपर्दो कुरा चाहिँ नगर न लु अहिले फेरि मान्छे यहाँ अहिले आइपुगेर सुने भनेदेखि के भन्छन् तिमीलाई यहीँबाट घोक्री ठ्याक लाएर निकालिदिन्छन् ए 2 दिनका लागि पाहुना आएको हामी हटाए चाहिन्छ अहिले हिँडेमा त्यही पाहुनालाई अर्कोचोटि आउँदाखेरि अनि त्यहाँ ढोकाबाट बोलाउँदा मान्छे बोल्दैनन् यही बेहोरा देखायो भने अलिक भद्र भएर पनि सुगर सफाइ भएर बस्नुपर्छ अबदेखि मलाई कसै घरमा लिएर जाँदैन है उता लैजाऊ है घरमा जाँदैन म तिम्रो चोर अम्लो नठड्याउ